गाई पिकनिक अस्ति शनिबार खाइरहेको थिएँ भाँडा कालो हुन्छ यहाँ पानी छ कतै लुगा हेर त यसले त अर्को नयाँ दिन्छु म यसरी खेल्नु तिमी खाली खुट्टा हिँडेर काँडा साँडा सिसा पऱ्यो भने अर्को बिजोग हुन्छ हजुर क्याम्पिङ आहा ह्याप्पी काया अलिकति तान्नु न त्यो पख एकछिन कान्छु एकछिन वेट एकछिन वेट के तान्ने एकछिन वेट ल हजुर तानिन्छ तान्नु त अलिकति भइसक्यो अलिकति परसम्म भयो होला यति हो ढुङ्गा हुन्छ है छोरी यस्तोमा अलि विचार गर भयो यहाँ गाडिनु पर्यो नि त अब अलिकति तन्काउनु चाहिँ पर्छ होला यो खास जाने क्या राजलक्ष्मी अलिकति तन्काउनु पर्यो यी चकलेट बिस्किट अब यी चकलेट बिस्किट खानु यो पनि याले हो छ भयो यो हो छ भयो हो छ भयो हो छ के भयो कायो के भयो यहाँ पकाएको है कान्छु पिकनिक आएको हामी चिया कपुर ल मामालाई दिनु भन नल्याउ मामालाई दिनु मात्र भन मामा एउटा अन्डा दिनु भन थ्याङ्क यू भन थ्याङ्क यू ल कप हाम्रो त पुरै गर्नु पर्दैन बिरामा खाइ टोकेर तान्यो सरी अहिले रोक्ने बानी गरे त रोक्ने बानी गरे भने त मुखमा हिर्काइदिन्छु सात्विक ड्याडीको पाउटी तिमी एक ठाउँ बसेर खाइसक अनि हेर फेल अनि मामा भन न एक लट खाएपछि एकछिन आराम गर्न मन लाग्दो रहेछ है खै ए सिस्नो छ है त्यहाँ फेरि तिमीलाई पोल्छ कान्छु आथा हुन्छ आथा हुन्छ लुगा हेर त यसले त तिमी खाली खुट्टा हिँडेर काँडा साँडा सिसा पऱ्यो भने अर्को बिजोग हुन्छ यो हो नि तरिका हैन वनभोजको खास तरिका यो हो कि ल यता भाँडा माझ्दै यता पाक्दैछ वनभोज अनि हाम्रो पश्चिमको भाका बज्दैछ यहाँ सालेजो मिठो यम्मी हाई ब्रियो हाई खया वा बिग्नर सात्विक राजेलासी भित्र छ ऊ भित्र पाक्दैछ आलु खाने अरू
बस न यहाँ बस पछाडि गयो कान्छो यस्तो एन्टिक फोनहरू जस्तो पनि मेरो हो भनिहाल्नुपर्छ कि घरको बिचबाट जा अनि राइट टर्न गर अनि त्यहाँ बारी जस्तो छ घरको बिचबाट घरको सेकेन्ड होइन मिलो ढोका कटेर जा अनि त्यहाँबाट सात बारी भित्र पस अनि बोले लागो अबी have a fun यो आज रमाइलो भयो कहाँ आएको अभिज्ञ आज पिकनिक भन पिकनिक गुड कति रमाइलो भयो आज है अब भोलि स्कुल है म्यामलाई भन ल हामी हिजो पिकनिक गएको म्याम भन ल आऊ यता Catch. Catch. नगर्ने मलाई त अरू बेलाको पिकनिक भन्दा आजको पिकनिक रमाइलो लाग्यो मैले गरेको थिएँ त नि गरेकै देखेन छौ माछी नबस्छ नबस्छ खान्छ नमान्दासम्म त अब त यता बाली बसौँ न अब चिसो भयो आला सकेन है म त बेकार ल्याएको थिएँ 200 ले पुगेछ